मैले चाहिँ हैन आफ्नो डेस्कबोर्ड ओपन गरिसकेँ। अनि त्यसपछि चाहिँ अब चाहिँ मैले चाहिँ यहाँनिर चाहिँ विथड्रो रिक्वेस्टमा गएर चाहिँ उ गर्छु। अनि मैले यहाँनिर हेर्नु पहिला पनि निकालिसकेको छु। एकपल्ट चाहिँ मैले फर्स्टमा चाहिँ मैले 5,000 जति निकालेको छु। अनि त्यसपछि चाहिँ 1,276 रुपियाँ निकालेको छु। अनि त्यसपछि चाहिँ 10,850 अनि फेरि 25,000 निकालेको छु। अहिले मलाई फेरि निकाल्नु छ, मलाई चाहिरहेको छ हैन। सो म मेक रिक्वेस्टमा क्लिक गर्छु र मेरो टोटल अमाउन्ट भनेको अहिले चाहिँ 10,350 रुपियाँ छ। अनि म रिक्वेस्टमा क्लिक गरेर यस गो हेडमा क्लिक गर्छु। अब यो मेरो पेन्डिङमा छ। हेर्नु आजको डेट हो 2026 हैन, 4 महिना हैन, 4 महिना 14 गते। यो इङ्ग्लिस डेट हो हैन, तर आज चाहिँ वैशाख 1 गते हो हैन। मैले चाहिँ आज विथड्रो गर्न लागेँ। पेन्डिङमा छ यो। अब पेन्डिङमा छ। अब यो पैसा कहाँ आउँछ त? यहाँ हेर्नु, यो पैसा हाम्रो यहाँ आउँछ है। यो पैसा यहाँ आउँछ। यहाँ हेर्नु, यहाँ मेरो के भन्छ ई सेवाको डिटेल्सहरू छ। बिपिसा कुमारी राउत, फादर नेम रामबहादुर राउत, चन्द्रबहादुर राउत, अनि मेरो मोबाइल नम्बर हैन, वाट्सएप नम्बर। अनि प्यान कार्ड छैन मेरो। प्यान कार्ड नहुँदा नि हुन्छ हैन, राख्यो भने झन् राम्रो। छैन मेरो। अनि मेरो यहाँनिर हेर्नु ई सेवाको क्युआर छ। यहाँ मेरो ई सेवाको क्युआर। अनि यो मेरो नागरिकताको अगाडिको फोटो, पछाडिको फोटो हैन। अनि यहाँनिर 3वटा टाइप्स छ। यहाँ ब्याङ्क खाता हैन, खल्ती अनि ई सेवा 3वटा टाइप्स हुन्छ। अनि यहाँनिर चाहिँ मेरो नम्बर हैन। यसमा चाहिँ मेरो त्यो अघि विथड्रो गरेको पैसा चाहिँ यसमा आउँछ। सो हजुरहरूलाई पनि यसै घरमै बसी बसी इन्कम गर्नु मन छ भने मेरो टिकटकको बायोमा मेरो वाट्सएप नम्बर छँदैछ। मलाई मेसेज गर्नु, म हजुरलाई फुल्ली डिटेल्समा